हेलो एन्ड नमस्कार। आजको यस भिडियोमा हामी जीके सम्बन्धी केही महत्त्वपूर्ण प्रश्न उत्तरहरू ल्याएर आएका छौँ। सबै इक्जाममा काम लाग्ने जीके क्वेसनहरू ल्याएर आएका छौँ। भिडियोलाई ध्यान दिएर हेरिदिनु होला। प्रश्न नम्बर 1, फुङफुङ झरना कुन जिल्लामा पर्छ? फेरि प्रश्न, फुङफुङ झरना कुन जिल्लामा पर्छ? यसको सही उत्तर रहेको छ नुवाकोटमा फुङफुङ झरना पर्दछ। प्रश्न नम्बर 2, विश्व सम्पदा सूचीमा कतिवटा सम्पदाहरू सूचीबद्ध छन्? फेरि क्वेसन, विश्व सम्पदा सूचीमा कतिवटा सम्पदाहरू सूचीबद्ध छन्? यसको सही उत्तर रहेको छ 10 वटा रहेका छन्। प्रश्न नम्बर 3, जय नेपाल शब्द प्रयोग गर्ने पहिलो व्यक्ति को थिए? जय नेपाल शब्द प्रयोग गर्ने पहिलो व्यक्ति को थिए? यसको सही उत्तर रहेको छ शुक्रराज शास्त्री पहिलो व्यक्ति रहेका थिए। प्रश्न नम्बर 4, नेपालमा हाल कतिवटा राष्ट्रिय गौरवका परियोजनाहरू छन्? नेपालमा हाल कतिवटा राष्ट्रिय गौरवका परियोजनाहरू छन्? यसको सही उत्तर रहेको छ 23 वटा रहेका छन्। प्रश्न नम्बर 5 मा रहेको छ नेपालको कुल भूभागको कति प्रतिशत जमिनमा खेती गरिन्छ? नेपालको कुल भूभागको कति प्रतिशत जमिनमा खेती गरिन्छ? यसको सही उत्तर रहेको छ 17.97% चाहिँ गरिन्छ। प्रश्न नम्बर 6, नेपालको पहिलो राजमार्ग कुन हो? नेपालको पहिलो राजमार्ग कुन हो? यसको सही उत्तर रहेको छ त्रिभुवन राजमार्ग नेपालको पहिलो राजमार्ग रहेको छ। प्रश्न नम्बर 7, काठमाडौँ पोखरा सडकको नाम के हो? काठमाडौँ पोखरा सडकको नाम के हो? यसको सही उत्तर रहेको छ पृथ्वी राजमार्ग हो। प्रश्न नम्बर 8, पुस्तकको अगाडि र पछाडिको खाली पानालाई के भनिन्छ? पुस्तकको अगाडि र पछाडिको खाली पानालाई के भनिन्छ? यसको सही उत्तर रहेको छ प्लाई लिफ। यसको सही उत्तर रहेको छ प्लाई लिफ। प्रश्न नम्बर 9, शून्य आविष्कार को हुन्? शून्यको आविष्कार को हुन्? यसको सही उत्तर रहेको छ आर्यभट्ट शून्यको आविष्कार रहेका छन्। प्रश्न नम्बर 10, नेपालमा चिया खेती कुन जिल्लाबाट सुरु भएको हो? नेपालमा चिया खेती कुन जिल्लाबाट सुरु भएको हो? यसको सही उत्तर रहेको छ इलाम जिल्लाबाट नेपालको चिया खेती सुरु भएको हो। प्रश्न नम्बर 11, 14 अञ्चल 75 जिल्लाको विभाजन कहिले भयो? 14 अञ्चल 75 जिल्लाको विभाजन कहिले भयो? यसको सही उत्तर रहेको छ 2018 वैशाख 1 गते भएको हो। प्रश्न नम्बर 12, नेपालमा हालसम्म कति मेगावाट बिजुली उत्पादन भएको छ? नेपालमा हालसम्म कति मेगावाट बिजुली उत्पादन भएको छ? यसको सही उत्तर रहेको छ 1142 मेगावाटसम्मको बिजुली उत्पादन भएको छ। प्रश्न नम्बर 13, नेपालमा भूकम्प दिवस कहिले मनाइन्छ? नेपालमा भूकम्प दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ माघ 2 गते नेपालमा भूकम्प दिवस मनाइन्छ। प्रश्न नम्बर 14, चिनमस्ताको मन्दिर कुन जिल्लामा पर्छ? चिनमस्ताको मन्दिर कुन जिल्लामा पर्छ? यसको सही उत्तर रहेको छ सप्तरीमा पर्दछ। प्रश्न नम्बर 15, परम्परामा थारू जातिलाई घरज्वाइँ के भनिन्छ? परम्परामा थारू जातिलाई घरज्वाइँलाई के भनिन्छ? यसको सही उत्तर रहेको छ भ्याउर पैठाङ भनिन्छ। प्रश्न नम्बर 16, जखिरा तालमा कुन जिल्ला पर्छ? जखिरा तालमा कुन जिल्ला पर्छ? यसको सही उत्तर रहेको छ कपिलवस्तु पर्दछ। प्रश्न नम्बर 17, भण्डारकाल पर्वलाई कुन नामले चिनिन्छ? भण्डारकाल पर्वलाई कुन नामले चिनिन्छ? यसको सही उत्तर रहेको छ बस्नेत पर्व भनेर चिनिन्छ। प्रश्न नम्बर 18, नेपाल र भारत बीच कतिवटा व्यापारिक नाका खोलिएका छन्? नेपाल र भारत बीच कतिवटा व्यापारिक नाकाहरू खोलिएका छन्? यसको सही उत्तर रहेको छ 27 वटा व्यापारिक नाकाहरू खोलिएका छन्। प्रश्न नम्बर 19, स्थानीय तह विभाजन पछि नेपालको सबैभन्दा सानो जिल्ला कुन हो? स्थानीय तह विभाजन पछि नेपालको सबैभन्दा सानो जिल्ला कुन हो? यसको सही उत्तर रहेको छ भक्तपुर। प्रश्न नम्बर 20, घोर्ने झरना कहाँ पर्छ? घोर्ने झरना कहाँ पर्छ? यसको सही उत्तर रहेको छ सङ्खुवासभामा घोर्ने झरना पर्दछ। प्रश्न नम्बर 21, गौतम बुद्धले पहिलो उपदेश कहाँ दिनुभएको थियो? गौतम बुद्धले पहिलो उपदेश कहाँ दिनुभएको थियो? यसको सही उत्तर रहेको छ भारतको सारनाथमा दिनुभएको हो। प्रश्न नम्बर 22, नेपालकी
दोस्रो मिस नेपाल को हुन्? नेपालकी दोस्रो मिस नेपाल को हुन्? यसको सही उत्तर रहेको छ सुमी खड्का नेपालकी दोस्रो मिस नेपाल हुन्। प्रश्न नम्बर 23 लोकसेवा आयोगको पहिलो अध्यक्ष को हुन्? लोकसेवा आयोगको पहिलो अध्यक्ष को हुन्? यसको सही उत्तर रहेको छ अनिरुद्ध प्रसाद सिंह नेपालको पहिलो अध्यक्ष रहेका छन्। प्रश्न नम्बर 24 नेपालको सबैभन्दा अग्लो मन्दिर कुन हो? नेपालको सबैभन्दा अग्लो मन्दिर कुन हो? यसको सही उत्तर रहेको छ मुक्तिनाथ जुन चाहिँ 3750 मिटर रहेको छ। प्रश्न नम्बर 25 पहिलो विश्वयुद्ध कुन सन्धिद्वारा समाप्त भयो? पहिलो विश्वयुद्ध कुन सन्धिद्वारा समाप्त भयो? यसको सही उत्तर रहेको छ बसाइलको सन्धि हो। प्रश्न नम्बर 26 नेपाललाई कहिले अछुत मुक्त राष्ट्र घोषणा गरियो? नेपाललाई कहिले अछुत मुक्त राष्ट्र घोषणा गरियो? यसको सही उत्तर रहेका छ विश्व 2073 जेठ 21 गते। प्रश्न नम्बर 27 पहिलो राष्ट्रिय महिला अधिकार दिवसको नारा के हो? पहिलो राष्ट्रिय महिला अधिकार दिवसको नारा के हो? यसको सही उत्तर रहेको छ लैङ्गिक भेदभावको अन्त्य समृद्धि नेपालको गन्तव्य। यो चाहिँ पहिलो नारा रहेको छ। प्रश्न नम्बर 29 नेपालमा वृक्षरोपण कार्यक्रम कहिले सुरु भयो? नेपालमा वृक्षरोपण कार्यक्रम कहिले सुरु भयो? यसको सही उत्तर रहेको छ विश्व 2002 मा भएको हो। प्रश्न नम्बर 30 एसियाली राजमार्गको सबैभन्दा तल्लो भाग कहाँ छ? एसियाली राजमार्गको सबैभन्दा तल्लो भाग कहाँ छ? यसको सही उत्तर रहेको छ सिङ्गापुर रहेको छ। प्रश्न नम्बर 31 विश्वको सबैभन्दा ठुलो कपास उत्पादन गर्ने देश कुन हो? विश्वको सबैभन्दा ठुलो कपास उत्पादन गर्ने देश कुन हो? यसको सही उत्तर रहेको छ चीन विश्वको सबैभन्दा ठुलो कपास उत्पादन गर्ने देश रहेको छ। प्रश्न नम्बर 32 प्रहरी र जेल नभएको देश कुन हो? प्रहरी र जेल नभएको देश कुन हो? यसको सही उत्तर रहेको छ आइसल्यान्ड जहाँ चाहिँ प्रहरी र जेल केही पनि हुँदैन। प्रश्न नम्बर 33 विश्वको सबैभन्दा तातो ठाउँ कुन हो? विश्वको सबैभन्दा तातो ठाउँ कुन हो? यसको सही उत्तर रहेको छ लिबियाको अजिजिया भन्ने ठाउँ रहेको छ। प्रश्न नम्बर 34 विश्वको सबैभन्दा चिसो ठाउँ कुन हो? विश्वको सबैभन्दा चिसो ठाउँ कुन हो? यसको सही उत्तर रहेको रुसको बर्खियाङ्कासमा रहेको छ। प्रश्न नम्बर 35 जन्मेपछि बच्चाको प्लेसेन्टा काट्ने चलन कसले प्रयोग गरेको छ? यसको सही उत्तर रहेको छ अंशु वर्माले। प्रश्न नम्बर 36 लिच्छवी कालको समयमा जिल्लालाई के भनिन्थ्यो? लिच्छवी कालको समयमा जिल्लालाई के भनिन्थ्यो? यसको सही उत्तर रहेको छ विषय भनिन्थ्यो। प्रश्न नम्बर 37 बुलेट किङ भनेर कसलाई चिनिन्छ? बुलेट किङ भनेर कसलाई चिनिन्छ? यसको सही उत्तर रहेको छ त्रिलोक्य विक्रम शाहलाई चिनिन्छ। प्रश्न नम्बर 38 हलोदेखि हाइड्रोसम्म कुन ब्याङ्क लोगन छ? हलोदेखि हाइड्रोसम्म कुन ब्याङ्क लोगन छ? यसको सही उत्तर रहेको छ मेगा ब्याङ्क। प्रश्न नम्बर 39 हक्की जादुगर भनेर कसलाई चिनिन्छ? हक्की जादुगर भनेर कसलाई चिनिन्छ? यसको सही उत्तर रहेको छ ध्यानचन्द्र सिंह जुन चाहिँ भारतका रहेका छन्। प्रश्न नम्बर 40 नेपालमा माछा नपाउने एकमात्र जिल्ला कुन हो? नेपालमा माछा नपाउने एकमात्र जिल्ला कुन हो? यसको सही उत्तर रहेको छ मनाङ। हस् धन्यवाद। आजको भिडियो यति नै रहेको छ। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।